हजुर, अब डिप्रेसनको उपचार भनेको सर्वप्रथम त हैन आफूले पनि आफ्नो व्यवहारमा चाहिँ के कस्तो चेन्जेसहरु आएको छ, परिवर्तनहरु के आएको छ हैन त्यो पनि नोटिस गर्नु पर्यो। प्लस आफू वरिपरिको आफ्नो परिवारले पनि हैन यदि आफूलाई अथवा आफ्नो परिवारको कुनै सदस्यलाई चाहिँ केही समस्या आइरहेको छ, व्यवहारमा चाहिँ केही परिवर्तन देखा परेको छ भने चाहिँ त्यो चाहिँ सुरुमा नै चाहिँ थाहा पाउनु पर्यो र परामर्शको लागि चिकित्सकमा चाहिँ जानु पर्यो। चिकित्सक भन्नाले चाहिँ जो कुनै पनि डाक्टर चाहिँ हैन हेर्नुस् है, साइकियाट्रिस्टकोमै जानु, मनोचिकित्सककोमा नै जानु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ हैन। मनोचिकित्सककोमा आइसकिकन हामीले तपाईसँग केही प्रश्नहरु गरे, तपाईको हावभावहरु हेरेर चाहिँ तपाईलाई डिप्रेसन छ कि छैन, डिप्रेसन छ भने तापनि डिप्रेसनको कुन चाहिँ लेभलमा हुनुहुन्छ हैन, धेरै नै सिभियर नै छ कि माइल्ड खालको मात्र छ किन, त्यो अनुसारले चाहिँ हामी तपाईको ट्रिटमेन्ट गर्ने हुन्छ। ट्रिटमेन्टको चाहिँ हाम्रो टाइप्सहरु भनेको चाहिँ एउटा चाहिँ अब हामीले परामर्श हैन काउन्सलिङको बेसिसमा मात्र पनि हामीले ट्रिटमेन्ट गर्न मिल्छ यदि डिप्रेसनको लेभल चाहिँ माइल्ड खालको छ भने। तर यदि मोडरेट अथवा एकदमै सिभियर खालको डिप्रेसन छ भने चाहिँ त्यसको लागि चाहिँ अनिवार्य रूपमा नै औषधिको चाहिँ सेवन चाहिँ गर्नुपर्ने हुन्छ।